एकचोटि एउटा गाउँमा एउटा ऋषि बस्थे। उसले भगवानलाई धेरै मान्ने गर्थे। रुखमुनि बसेर सधैँ तपस्या गर्थे। त्यसैले उसलाई गाउँलेले पनि धेरै मान्ने गर्थे। तर एकचोटि त्यो गाउँमा धेरै ठुलो बाढी पहिरो आयो। सबै ठाउँमा पानी नै पानी हुन थाल्यो। सबै गाउँलेहरू भाग्न थाले। तर त्यो ऋषि अहिले पनि त्यही रुखमुनि बसेर तपस्या गर्दैछ। उसलाई सबै गाउँलेले देखेर छक्क परे। त्यसपछि त्यो ऋषिलाई एउटा मान्छेले गएर बाढी पहिरो आउँदैछ, यहाँबाट जाम भने। तब त्यो ऋषिले भने, तिमीहरू सबै आफ्नो ज्यान बचाऊ, मलाई त मेरो भगवानले बचाउँछ। बाढी पहिरो झन्झन ठुलो हुँदै गएको छ। तर त्यो ऋषि रुखमुनिदेखि हल्लेकै छैन। केही बेरपछि बाढी पहिरो त्यो ऋषिको ठाउँमा आइपुग्यो। ऋषिलाई बगाउन खोज्दै थिए। त्यतिखेरै त्यहाँ एउटा नाउ आइपुग्यो। नाउ चलाउने मान्छेले पनि उसलाई बोलाएको थियो। तर ऋषिले त्यही जवाफ दियो, तिमी जाऊ, मलाई त मेरो भगवानले बचाउँछ। बाढी पहिरो बढ्दैछ, कम भएको छैन। त्यसपछि ऋषि तपस्या गरेको त्यही रुखमाथि चढ्न थाले। माथिबाट हेलिकप्टर पनि आएको थियो। तर ऊ मानेन, मलाई मेरो भगवानले बचाउँछ। ऋषि यस्तो भन्दा भन्दै उसलाई बाढी पहिरोले बगायो र ऊ मर्यो। मरेपछि जब ऋषि स्वर्ग पुग्यो, स्वर्ग पुगेर भगवानलाई सोध्यो, मैले तपाईँको लागि यति धेरै त्याग र तपस्या गरेको थिएँ, तर तपाईँले मलाई किन नबचाएको? तपाईँले यस्तो किन गर्यो? तब भगवानले भन्यो, अरे मूर्ख, म तँलाई 3 चोटि बचाउन आएको थिएँ। एकचोटि हिँडेर जान, एकचोटि नाउमा र अर्कोचोटि हेलिकप्टरमा। तर तैँले मलाई चिन्नै सकेन। तँसँग 3 मौका थियो आफ्नो जिन्दगी बचाउनको लागि। त्यो 3टै मौका तैँले आफ्नो हातदेखि गुमाइदियो। त्यो ऋषिको जस्तो यस्तो हामीलाई पनि धेरै मौका मिल्छ, तर हामी सही समय सही निर्णय लिँदैनौँ। एकचोटि आएको मौका हातदेखि गयो भने अर्कोचोटि पस्ताउनु बाहेक केही उपाय छैन। त्यसैले तपाईँ आफूलाई आउने मौका गुमाउने काम नगर। कुन चाहिँ अपरिचित हो जुन तिमीले मिस गर्यो भने, जसको कारणले तपाईँको जिन्दगी बर्बाद हुन्छ। यदि यो कहानी मन परेमा सेयर गर्न नभुल्नुहोला। जय नेपाल।